यसरी माछा हान्न पर्छ यी। नमस्ते साथीहरू, आज चाहिँ हामी माछा मार्न आछौँ बुढाबुढी हैन। यो डरबहुवाको यो कुलामा भनौँ हैन। यहाँ बाइक राखेर यहाँ हैन, बाइकमा आछौँ, मेरो टाढाबाट आछौँ माछा मार्न। कतिको पर्छन् है म अहिले देखाउँछु हैन। यता बुढीले माछा हानिसकेछ ऊ, अहिले म देखाउँछु कतिको माछा परेछन् हाम्रो हेलुकामा है। हेलुकामा माछा कतिको पर्छन् साथीहरू म देखाउँछु अहिले है, कतिको आछन् है। यो चोटि चाहिँ आछेनन् के है। ल देखाउँछु है। यसरी माछा हान्न पर्छ यी। ल म सँगै देखाउँछु है। ल अहिले चाहिँ आछन् के हो है। म झिङ्गा माछा देखाउँछु अहिले। झिङ्गा यी आछन्, अहिले चाहिँ आछन् यी। यो माछा त्यहाँ गङ्गटो आछ, यी गङ्गटो। ए गाइज गङ्गटो खाने हो, क्याक्रा गङ्गटो यो ऊ भाग्यो। माछा चाहिँ आछन् अहिले। मिठो माछा छ यी। यो माछा एकदमै मिठो हुन्छ यी एकदमै मिठो माछा हुन्छन् यो। ऊ भाग्यो ऊ है। उता चाहिँ हाइवे भनौँ, रोड छ, गाडी चल्छ त्यहाँबाट सर हैन। हामी चाहिँ यसमा माछा मार्ने हो। अहिले घर लगिसकेपछि बनाएर च्याट्ट खाने हो है। चामलको भात, माछाको तरकारी आखै। ल अझै सुरु छ है, अझै। ल म फेरि देखाउन चाहन्छु कतिको माछा आछन् है। अहिले पनि परेको छैन के हो खै। यी डिलियामा, यहाँ डिलियामा छन् है माछा, यहाँ डिलियामा। माछा चाहिँ सबै मारिसकेछन् के हो, अलिक कमै परेछन् झिङ्गा चाहिँ।